हिजो हामी कहाँ जाँदैछौँ भनिदियो त हाम्रो उसलाई। हामी प्याकेजिङ फाइनल गर्न जाँदैछौँ बस पशुपतिनिर। अब के अर्डर गर्ने भन्नुहोस्। हेलो मेरो दाइ सन्चै भइसक्छ सबै ठिक छ मेरो दाइ। हस् थ्याङ्क यू अरू आराम हुन्छ? हजुर एकदमै आराम छ दाइ। मैले हजुरलाई त्यो हाम्रो प्याकेजिङको बारेमा भनेको थिएँ नि मेसेजमा। शिलाजितको लागि हजुर हजुर त्यसको लागि के छ हामीसँग अप्सन्सहरू? र मैले तपाईँलाई 3-4 अप्सन्स पठाएको थिएँ नि। हजुर। त्यसमा सायद तपाईँले त्यो पेपरको पठाउनु भएको थियो। त्यो चलेको पनि त्यही छ होइन। मैले हजुरलाई देखाएको यो अप्सन्सहरू मध्ये यिनीहरू थियो होइन। हजुर अब तपाईँको शिलाजितको लागि चाहिँ यस्तो खालको हामीले बक्स गर्ने, हजुर माथिबाट चाहिँ टिनको लिड कभर हुन्छ। हजुर त्यो भयो भने तपाईँको सामान बिग्रेन पनि यसरी गरेर फोम गरेपछि हजुर तपाईँको जार पनि प्रिमियम पनि देखिने भयो है। भयो। हजुर एटलिस्ट केही नभए पनि हजुरको 50 पिस जति चाहिँ मलाई यो 2-3 दिनमै हजुर प्रोभाइड गरिदिनु पर्यो क्या, किनभने हामी मार्केटमा गइहालौँ भनेर क्या मेन कुरा चाहिँ। ठिकै छ, तपाईँले मलाई डिजाइन पठाउनै भएको छ। हजुर। म त्यो अनुसार म मंगलबार बुधबारसम्म रेडी गरेर होइन तपाईँलाई दिन्छु। हुन्छ दाइ। अनि यो सप्लाई पनि कन्टिन्युअसली हुनु पर्यो है फेरि। त्यसको लागि तपाईँ चिन्तै नगर्नुहोस्। खासमा हामी चाहिँ एउटा प्रोजेक्ट गरेर आएको छौँ क्या, यसको नाम चाहिँ भिजन हो। यो चाहिँ हाम्रो एआई हो क्या, अनि बेच्ने सेच्ने सबै यसले नै गर्छ क्या। खासमा हाम्रो च्यालेन्ज चाहिँ के हो भने 1 लाखबाट 1 करोड कमाउनु पर्यो क्या। अनि तपाईँले चाहिँ इनपुट दिनुहुन्छ अनि त्यसको बेसमा यसले अनि 1 लाख चाहिँ के तपाईँले क्यास दिने कि यसलाई मार्केटिङ बजेट चाहिँ 1 लाख रुपियाँ दिनु भयो क्या। अब सर्टेन त हाम्रो अब यो प्याकेजिङमै खर्च भइसक्यो 1 लाखमा पनि। अब बाँकी चाहिँ अब यसलाई दिन्छौँ हामी अहिले राइट नाउ। अनि त्यसपछि चाहिँ अब हजुरले हामीलाई कन्टिन्युअसली प्याकेजिङ दिनु पर्यो। हाम्रो सप्लाई पनि फिक्स भइसक्यो। अब बेच्ने काम चाहिँ यसले गर्छ क्या। मार्केटिङ यसले गर्ने, सेल्सको सबै उसले। Hey boss, ready to turn a lakh into a crore? Challenge accepted. जियोस् यसको चाहिँ आफ्नै एजेन्ट्सहरू छ अनि सबै काम चाहिँ यसले नै गर्छ क्या। यो तपाईँहरूले आफै डेभलप हजुर, आफै develop गरेको। इम्प्रेसिभ। नेपालमा पनि यस्तो चाहिँ नयाँ नयाँ चिजहरू आउँदैछ होइन। हजुर हजुर एआईको प्रगति भइरहेको छ। हुन्छ त फाइनल कुरा यही नै हो। अब हाम्रो डिल डनै भयो त। हजुरले मलाई सप्लाई तपाईँलाई पहिलो लटको स्याम्पलिङ दिन्छु 50-60 पिसको, अनि त्यसपछि अगाडि जे पनि हुन्छ। अनि हजुरको पसलको बारेमा नि केही भनिदिन्छ नि त हाम्रो अडियन्सलाई। हाम्रो नर्थ वन कोसेली भनेर हो, मित्र पार्कमा हाम्रो स्टोर छ। हामीलाई 2-2.5 वर्ष जति भयो। सो यही सामानहरू हो हाम्रो। अलिकति ब्याग्सदेखि लिएर हामीले रासा भन्ने ब्रान्डको पनि गरेका छौँ। उहाँहरूको एनसेलसँगको पार्टनरसिप थियो, उहाँको गरेका छौँ ब्रान्डिङ। सानो काम छ, रोजेल जस्तो हामीलाई भेट्दै गरिदिएपछि अलिकति स्केल अप गर्नु खोजेको। थ्याङ्क यू। खासमा अब लाइक आँट्नु पर्छ कुरा गर्नको लागि। धेरैजना राम्रो राम्रो मान्छेहरू हुनुहुन्छ होइन, जस्तै हाम्रो दाइहरू जस्तो राम्रो मान्छे हुनुहुन्छ हामीलाई सपोर्ट गर्नको लागि, अगाडि बढ्नको लागि। नेपालमा धेरै कुरा गर्न पोसिबल छ गाइस। सो आई विल सी यु टुमोरो। अन्टिल देन लाइक, सेयर, सब्सक्राइब हो।